हेलो साथीहरू सम्पूर्णमा नमस्कार। म हेमबहादुर राउत। आज म चाहिँ हजुरहरूलाई म्यादी प्रहरी छनौट प्रक्रियाको बारेमा केही जानकारी नभएकाहरूको लागि सहज बनाउने कोसिस गर्दैछु। यहाँहरूलाई कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला। सर्वप्रथम तपाईहरूले म्यादी प्रहरीमा फर्म भरिसकेपछि तपाईहरूलाई आफ्नो सिम्पल नम्बर अनुसार आफ्नो शारीरिक तन्दुरुस्ती परीक्षाहरू लिइन्छ। तपाईहरूलाई शारीरिक तन्दुरुस्ती परीक्षाहरूमा उचाइ 5 फिट हुनुपर्नेछ। छोरा मान्छेलाई भने छोरी मान्छेलाई 4 फिट 10 इन्ची हुनुपर्नेछ। तौल पनि तपाईहरूको छोरा मान्छेको 50 केजी हुनुपर्नेछ। सेटअप त्यस पछाडि तपाईहरूलाई सेटअप पुसअप गराइनेछ। 15 देखि या 20 चोटिसम्म तपाईहरूलाई सेटअप पुसअप गर्नुपर्ने हुन्छ। त्यो पनि पास तपाईहरूले गर्नुभयो भनेदेखि त्यस पछाडि तपाईहरूलाई 1000 मिटर दौड गराइनेछ। 1000 मिटर भनेको 1 किलोमिटर दौड गर्नुपर्ने हुन्छ। तपाईहरूले 1 किलोमिटर दौड गरिसकेपछि तपाईहरूलाई सबै ब्यारिङ स्यारिङ टेस्ट गरिसकेपछि तपाईहरूलाई अब त्यसमा पास हुनुभयो भनेदेखि तपाईहरू सिधै लिखित परीक्षा अनि त्यस पछाडि मौखिक परीक्षा हुन्छ। त्यसको पनि भिडियो म बनाउने छु। प्रतीक्षा गर्दै गर्नुहोला। तपाईहरूको सुझाव दिँदै गर्नुहोला। म अर्को भिडियो बनाउने नै छु।